ल हेलो मेरो साथीहरू वेलकम छ माई मिनी भ्लगमा। कति मेरो फेसबुक भिडियोमा भनेर भन्नु है। आजबाट चाहिँ माई मिनी भ्लग लगाइदिनु पर्यो। र आज चाहिँ मैले थुक्पा पकाएर खाना लगाएछु साथीहरू। ल काँक्रा खानु पऱ्यो, आफ्नै बारीमा फलेको काँक्रा है। अनि यहाँ थुक्पाको सुप चाहिँ के छ भने चाहिँ अन्डा र न्युटेला छ। ल अन्डा र न्युटेला, अनि त्यस पछाडि यहाँ चाहिँ लसुन र खुर्सानी, अनि थुक्पाको चाहिँ एकदम बेस्ट माथि लेकतिर पाउँछ कि चिम्पिङ र टिम्बुर, अनि के अरे लसुन पिसेर लगाएको छु है। यस्तो धेरै आइटमै पर्दैन कि, टक्क पारेर चाहिँ हामी आमा छोरा खान्छौँ है त साथीहरू। ल म खान्छु, ल खाएँ ल। वाउ, यस्तो मिठो भएछ साथीहरू है, कुरै नगरौँ न। तपाईँहरू न्युटेला सुप बनाएर थुक्पा खानु साथी खानु त, यस्तो मिठो छ। वाउ, कस्तो मिठो छ। एउटा खुर्सानी थुक्पामा चाहिँ खुर्सानी टोक्नुपर्छ साथीहरू। खुर्सानी ल्याउनु बिर्सेछ कि भर्खरै फेरि खुर्सानी ल्याएको। ल एकदम पिरो चट्ट मिलो पारेर गएर खानु मिठो हुन्छ नि त है। अब खुर्सानी वाउ दामी। कहिले गर्दा यस्तो आइटम पनि खानुपर्छ। साह्रै मिठो। सबैजनाले मेरो भिडियोलाई लाइक गरिदिनुहोस् ल। कस्तो गर्नु छ साथी, पसेन हेर्नु। पङ्खा बिना चाहिँ एकछिन बस्न सकिने क्या। पहिला नै मेरो माइती घरमा होटल थियो कि, थुक्पा यस्तो धेरै बिक्री हुन्थ्यो। आमा स्पेसल बनाउनु हुन्थ्यो नि मेरो मम्मीले फेरि थुक्पा सुप। हामी त भातै खाँदैन, थुक्पा खाएर बस्थ्यौँ केटाकेटी है।
वाह पसिना जोड आयो साथीहरू